नमस्कार, म गगन सिंह घिमिरे, राष्ट्रिय वाणिज्य बैंक डिजिटल बैंकिङ विभागको विभागीय प्रमुख र हाल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न प्रलोभन दिएर विभिन्न विज्ञापनहरू फेसबुकमा अपलोड गरेको पाइएको छ। ती विज्ञापनहरूमा क्लिक गर्दा कुनैमा बोनस पाउने र कुनैमा चाहिँ सर्वे गर्ने भनेर विभिन्न लिङ्कहरू राखेको छ। त्यस लिङ्कमा क्लिक गर्दा यस प्रकार ग्राहकहरूले कसरी पैसा गुमाइरहेका छन् भन्ने कुरा यहाँ हजुरहरूलाई देखाउन चाहन्छु। म यहाँ क्लिक गरिसकेपछि यो अर्को स्क्रिनमा गइरहेको छ। हेर्दा सेम राष्ट्रिय वाणिज्य बैंकको जस्तै हुबहु देखिए तापनि यसको माथिको लिङ्क हेर्नुभयो भने यहाँ फरक लिङ्क देखिरहेको छ। यदि यो वाणिज्य बैंकको आधिकारिक वेबसाइट भएको भए digitalsansar.rbb.com.np भनेर आउँछ। यसमा क्लिक गरिसकेपछि यदि यस्तो लिङ्कहरू आयो भने जहिले पनि rbb.com.np भए नभएको यकिन गर्नु हुन पनि म अनुरोध गर्न चाहन्छु। र सर्वे स्टार्ट गर्दा हेर्नुभयो भने कसरी मान्छेहरू अहिले फ्रडमा परिरहेका छन्, कसरी रकमहरू चोरिरहेको छ भन्ने कुरा यहाँ म देखाउन चाहन्छु। मानौ म यो सर्वेमा भाग लिएँ, नेक्स्ट गर्छु। यसपछि यसले मागेका क्वेसनहरूको म एन्सर दिँदैछु। त्यो अनुसार अगाडि बढिसकेपछि लास्टमा यसले सर्वे कम्प्लिट गर्छ र यहाँ भनिरहेको छ यसले कि तपाईँको चाहिँ खातामा 10,000 रुपियाँ चाहिँ बोनस खातामा आउँछ भनेर म्यासेज दिइरहेको छ। जब हजुरले यहाँ क्लिक गर्नुहुन्छ, क्लिक गरिसकेपछि यो एउटा ठ्याक्कै राष्ट्रिय वाणिज्य बैंकको डिजिटल संसारकै लुक देखिने गरी फिसिङ साइट बनाएको छ। यसमा पनि हेर्नुभयो भने माथि लिङ्क चाहिँ digitalsansar.rbb.com.np नभएर एकदम अननोन वेबसाइटमा रिडाइरेक्ट भएको छ। त्यसकारणले गर्दा जब हजुरहरूले यसमा युजरनेम, मोबाइल नम्बर र पासवर्ड राख्नुहुन्छ, यो युजरनेम र पासवर्ड चाहिँ त्यो फ्रड गर्ने व्यक्तिले क्याप्चर गर्छ र वाणिज्य बैंकको आधिकारिक वेबसाइटमा गएर त्यसलाई चाहिँ इन्टर गरिसकेपछि ऊ चाहिँ तपाईँको आधिकारिक मोबाइल ब्याङ्किङमा लगइन हुन्छ र जब उसले ट्रान्ज्याक्सन गर्न खोज्छ, ट्रान्ज्याक्सन गर्न खोजिसकेपछि हजुरको मोबाइलमा एउटा ओटिपी आउँछ। त्यो ओटिपीलाई उसले के भनेर तपाईँलाई भन्छ त भन्दा अब तपाईँको खातामा बोनस अपलोड गर्नको लागि हजुरलाई आएको ओटिपी कोड मलाई भन्नुहोस् भनेर तपाईँलाई रिक्वेस्ट गर्छ। जब तपाईँले ओटिपी कोड दिनुहुन्छ त्यसपछि उसले आफ्नो ट्रान्ज्याक्सन गरेर तपाईँको खाताबाट पैसा अन्त ट्रान्सफर गर्छ। त्यस कारणले गर्दा राष्ट्रिय वाणिज्य बैंकले कुनै पनि आफ्नो आधिकारिक वेबसाइट बाहेक अन्य कुनै पनि वेबसाइटहरूमा, अरू कुनै पनि डिजिटल मिडियामा, कुनै पनि तपाईँको चाहिँ फेसबुकमा लगायत कुनै अनलाइन मिडियाहरूमा र सोसल मिडियाहरूमा चाहिँ त्यस्तो कुनै बोनस पाउने कुरा, तपाईँ कुनै सर्वे गर्ने कुरा अथवा केवाइसी अपडेट गर्ने कुराहरूको लागि त्यस्तो अनलाइन मिडियाहरूमा राखेको हुँदैन। त्यस्तो भयो भने हामीले सबै कामहरू शाखाबाट पनि गर्ने गरेका छौँ। त्यसकारणले गर्दा यस्तो फ्रडहरूबाट बच्नको लागि हजुरहरूलाई अनुरोध गर्न चाहन्छु। र अहिलेको समयमा फ्रीमा कुनै पनि चिजहरू कसैले पनि नदिने हुँदा त्यसकारणले गर्दा यस्तो पर्नु नपर्नु हुन पनि म हार्दिक अनुरोध गर्दछु।